एभ्रिवान वेलकम टु माई मिनी भ्लग मिनी भिडियो जे भने पनि हुन्छ। यो चाहिँ 2 हप्ता अगाडिको यो भिडियो हो। मैले चाहिँ भोइस ओभर नगरिकन राखिराखेको थियो क्या, मलाई खोइ के भएर अल्छी लागेर होला। हाम्रो डे अफको दिन थियो, दिदीको ब्याङ्क कार्ड बिग्रिरहेको थियो अनि दिदीको ब्याङ्क कार्ड पनि बनाउनु जाने अनि घुम्नु पनि जाने भनेर हामीले चाहिँ प्लान गरेको थियौँ। एन्ड देन हामी चाहिँ रेडी भएर निस्क्यौँ। ब्याङ्क चाहिँ 2 बजीसम्म मात्र खुल्ला हुन्छ नि त, त्यही भएर हामी चाहिँ 10-11 बजीतिर नै निस्क्यौँ। हाम्रो गाडी पनि आयो, हामी चाहिँ गयौँ। अहिले चाहिँ यहाँको वेदर चाहिँ कस्तो जाडो छ नि त, तर घाम लाग्दा कस्तो राम्रो देखिने क्या दिउँसो। अनि बहिनीलाई चाहिँ टाउको दुख्यो अरे गाडीमा भनेर, मलाई टाउको दुख्यो भन्दै भनिरहेको थियो क्या। अनि मैले चाहिँ क्यामेरा तिर्साइरहेको थिएँ नि त, जाऊ अनि तिम्रो म भिडियो बनाइदिन्छु भनेको, फेरि उसको टाउको दुखेको पनि ठिक भइहाल्छ। त्यसपछि मलाई पनि भिडियो बनाइदेऊ भनेर भने। त्यसपछि बहिनीले चाहिँ एकै टेकमा मेरो भिडियो नै राम्रो बनाइदिँदैन क्या, अनि उसलाई चाहिँ फेरि हेर्दै फेरि बनाउनु लाउनुपर्छ। अनि भरे 2-3 पालमा त राम्रो बनाइदिन्छ क्या। अनि फेरि मैले उसको नि भिडियो बनाइदिएँ। त्यसपछि हामी चाहिँ ब्याङ्क कार्ड बनाउने ठाउँमा पुग्यौँ अनि बहिनीलाई भिडियो बनाइदिएको, त्यहाँ पनि फेरि यो पोज दिइहाल्छ। अनि हाम्रो नि बनाइदेऊ न भनेको, राम्रै आएन, रातो न रातो आयो भनिदिइरहेको थियो क्या। त्यसपछि उसलाई क्यामेरा तेर्साइदिएको, कहाँको गफ हानिरहेको थियो, के भन्छ हँसाएको हँसाइ गर्छ। अघि मैले सुरुमा स्क्रिनसट गरेर फोटो पनि राखेको थियो क्या, दिदी र म चाहिँ यत्रो हाँस्दा त्यहाँ चाहिँ कति धेरै मान्छे थियो नि त। अनि हामी चाहिँ पछाडि बसिरहेको थियौँ क्या, अनि त्यहाँ गएर टोकन काट्नु पर्ने रहेछ। अनि हामीले काटेर पछाडि बस्यौँ, अगाडि चाहिँ मान्छे थियो नि त, कतै धेरै मान्छे थियो। अनि हामी चाहिँ अब लाइनमा बऱ्यौँ नि त। अनि त्यस्तै हामी जाँदाखेरि चाहिँ त्यस्तै 40-45 कस्तो नम्बरमा पुगेको थियो, हामी चाहिँ त्यस्तो 60-65 उमा थियो क्या, नम्बरमा परेको थियौँ। अनि त्यसपछि हामी चाहिँ भिडियो बनाउँदै बस्यौँ। अब के गर्ने त है, अब केही विकल्पै छैन, भिडियो बनायो, बस्यो, हाँस्यो। मैले हँसाइ गर्छ हो, यहाँ के भन्छ म चाहिँ त्यत्तिकै क्यामेरा अन राखिराखेको थिएँ नि त। यत्तिकै म अब यो भिडियो म राख्छु नै भनेर नै मैले क्यामेरा अन गरिराखेको थिएँ। यहाँ चाहिँ 2जना भएर हँसाइरहेछ नि, म चाहिँ यत्तिकै छोडिदिनु पऱ्यो एकछिन। मैले उयो त्यो लाइन नि त सपना त्यही भएर यस्तो ल साम्पू नभएको त नहालेको त कला साम्पू नभएको त छ त मतलब लाएको कुरा गरेकोलाई चाहिँ गरेर देखाइदिन्छु ला तपाईँ नपर्छ। हाम्रो पनि छ ल बाउले देखाउँथ्यो, सुन्नुभयो हुन्छ तिम्रो बाउले दिएर होला सिधा भएको। फाइनल्ली हाम्रो काम चाहिँ सक्यो अनि पैसा पनि निस्क्यो पैसा पनि। अनि हामी चाहिँ कहाँ जाने भनेर प्लान त गरेको थियौँ, घुम्नु जाने भनेर। कहाँ जाने भन्ने चाहिँ टुङ्गो भएको थियो होइन, हामी उता सिटी जान्छौँ भन्ने सल्लाह गरेको थियौँ, तर हामी चाहिँ अर्कै ठाउँ जाने भयो। यहाँ चाहिँ म 1-2 हप्ता अगाडि पनि साथीहरूसँग गइसकेको थियो क्या। दिदीले अनि फेरि त्यहाँ जाउँ न भनेर भन्नुभयो नि त, अनि होइन जाउँ न त भन्ने भयो। त्यहाँ अगाडि नै जाने प्लान गरेको भए चाहिँ म परेवालाई चारो लगेर जानु पर्यो भनेर सोचिरहेको थियो, तर त्यहाँ हामी जाने प्लान गरेको थिएनौँ, सिटी जाने भनेर भनेको थियौँ। चराहरू चाहिँ बिचारा चारो खान नपाएर कस्तो भौतरिरहेको होला, कस्तो माया लाग्दो क्या। अनि हामी चाहिँ चारै नपुगी गएको थियौँ नि त, किनभने हामी त्यहाँ जान्छु भनेर गएको नै थिएनौँ नि त। अनि दिदी चाहिँ बोलाउँदै रहन्छ परेवालाई, अनि चारो दिन्छ होला भनेर होला, कस्तो नजिक आएको क्या, कस्तो माया लाग्ने गरी क्या। अनि मैले चाहिँ पहिल्यै भिडियो बनाएको थिएँ नि त, अनि बहिनीहरूको दिदीहरूको मैले चाहिँ भिडियो बनाइदिएँ। म चाहिँ 2 हप्ता अगाडि त्यही ठाउँमा गइसकेको थिएँ क्या। अनि दिदीहरूलाई चाहिँ मजा भयो पऱ्यो जस्तै उठ्दै हुनुहुन्छ क्या, तर चारो नै थिएन, कस्तो लाग्यो।
बिचरा परेवाहरू नेक्स्ट टाइम आउँदाखेरि चाहिँ चारो बोकेर आउँछु। अनि यता माथिपट्टि चाहिँ अर्कै खालको चरा छ क्या, सेतो खालको। अनि त्यहाँ पानी पनि छ, ऊहरू पनि छ। मलाई भन्नै आएन यसको नाम के हो, मलाई भन्नै आएन। यसको नाम भनिदिनु पर्यो के हो। बहिनीले चाहिँ मेरो भिडियो बनाइदिनु न भनिरहेको थियो क्या। ल ल म बनाइदिन्छु भनिरहेको थिएँ। अनि फेरि उसलाई क्यामेरा तिर्छ। यहाँ दिदी चाहिँ थाक्नु भएछ, अन्त जुत्ता खोल्दै हुनुहुन्छ दिदीले चाहिँ। यहाँ दिदीको खुट्टाले जुत्ता दुखाउँछ अनि मान्छेले मन दुखाउँछ नि, तब त्यो सम्बन्धमा नबसे पनि हुन्छ। यो जुत्ता मलाई पोट हालिदिन्छु नि भरे स्टोरीमा। कसले ल्याइदिनु भएको यो जुत्ता? बाउले, को बाउ? सानीको बाउले। त्यसपछि हामीले चाहिँ फोटोसोटो लियौँ। अगाडि लिइसकेको थियो, त्यही भएर अब गलेर दिदीले चाहिँ सुज खोल्नु भएको है। त्यसपछि हामी चाहिँ उता गयौँ मरिना बिचको यो टावरतिर। र कस्तो राम्रो भइरहेको थियो। हामीले चाहिँ फोटोसोटोहरू लियौँ, भिडियोहरू लियौँ। तैँले मैले यहाँ तर मैले क्लिप्स राखेको छुइनँ, यति मात्र राख्न चाहन्छु। यस्तो भइरहेको थियो, कस्तो राम्रो क्या एकदम मौसम है। हप्तै पछि घुम्नु जानु मन लाग्ने, तर के गर्नु, घुम्नु कुदेर मात्र हुँदैन जिन्दगी। मेरो चाहिँ त्यो दिन आँखा दुखेर हो, घाम हेर्नै नभएको थियो। के भएर मेरो चाहिँ पुरा आँखा दुखिराखेको थियो क्या। मैले दिदीहरूलाई पनि भनिरहेको थिएँ। त्यसपछि हामी चाहिँ फर्क्यौँ। दिदीको चाहिँ खुट्टा दुखेर बिचरा जुत्ता खोलेर हिँड्दै हुनुहुन्छ। हामी चाहिँ बिहानै गएको नि त, केही नखाइकन भन्दा नि गिलो न गिलो भात खाएर हामी चाहिँ उता ओल्डसुकतिर जाने, सिटीतिर मोमो खाने भन्ने सल्लाह गरेको थियौँ। अनि हामी चाहिँ पुग्यौँ। त्यसपछि हामीले अर्डर गरिसक्यौँ। अनि अर्डर मात्र गरेर बसेको, फोनमा अब आफ्नो आफ्नो फोटो हेर्नु पर्यो, भिडियो हेर्नु पर्यो आफ्नो आफ्नो फोनमा। मैले चाहिँ भिडियो लिइरहेको थिएँ नि त बहिनीलाई। अनि बहिनी चाहिँ के भन्दैछ भने, दिदी हौ फोटो पठाइदिनु न पहिला फोटो चाहियो भनिरहेको छु के। अनि ल म पठाइदिन्छु भनेर भने। अनि मैले चाहिँ अनि मैले चाहिँ थोरै भिडियो लिन्छु अनि पठाइदिन्छु भनेर भने। अनि ऊ बहिनी चाहिँ फेरि एक्लै आएको क्या। अब अगाडि चाहिँ हामी 3 जना मात्रै थियौँ। अनि ऊ बहिनी चाहिँ यहाँ होटलमा घुम्नु जान्छु नै भनेर भनेको, तर ऊ बहिनी चाहिँ ढिलो आइपुग्यो नि त। त्यही भएर बिचरा ऊ चाहिँ कस्तो गुनासो गरिरहेछ। यहाँ गुनासो सुन्नु है त बिचरा, गाह्रो छ। बल्ल बल्ल सबैजनाको छुट्टी मिलेको, बल्ल बाहिर निस्किनु पाएको भन्दैछ क्या बिचरा ऊ चाहिँ। त्यसपछि हाम्रो खानेकुरा नि आइपुग्यो। हामीले चाहिँ चटपटे अर्डर गरेको थियौँ। अनि यो चाहिँ मटन के भन्छ यसलाई, मटन सुप मोमो। अनि हामीले चटपटे अनि 3 ठाउँ चाहिँ झोल मोमो अर्डर गरेको थियौँ। अनि त्यो पनि खाने, चटपटे पनि खाने, मटन सुप मोमो पनि खाने भनेर। तर हाम्रो अर्डर चाहिँ एकैचोटि आयो क्या। अब सुरुमा चाहिँ अब मटन सुप मोमो र चटपटे अर्डर गर्यो। त्यसपछि दिदीको भिडियो मैले लिएँ। अब भिडियो त लिनु पर्यो, यतिको त लिनु पर्यो होइन, के गर्नु हो। मलाई पनि गाह्रो छ, खानुभन्दा अगाडि फोटो लिनुपर्छ, भिडियो लिनुपर्छ, के गर्नु त। कस्तो मिठो क्या। अहिले म भोइस ओभर गर्दाखेरि पनि, यो गरिराख्दाखेरि पनि आँखा त त्यहाँ छ नि त। अनि त्यो टेस्ट पनि थाहा छ क्या। त्यसपछि हामी चाहिँ लाग्यौँ। फेरि हाम्रो रहेको त्यो अलिअलि सपिङ गर्नुपर्ने। अनि हामीले चाहिँ अलिअलि सामानहरू हेर्दैछौँ। हामी स्टोरभित्र छिरिसकेको थियौँ। अनि छिरिसक्दाखेरि चाहिँ अब त्यही एकै ठाउँ सामान लिने भनेर छिरेको नि त। अनि दिदीहरू चाहिँ अरू सामान हेर्दै हुनुहुन्थ्यो। मैले चाहिँ अनि यता हेर्नु गएँ क्या। कस्तो राम्रो राम्रो त्यो डेकोरेसनको सामानहरू क्या। मलाई चाहिँ कस्तो मन पर्यो। तर मैले धेरै पैसा बोकेर गएको थिइनँ। अब नेक्स्ट टाइम जाँदाखेरि चाहिँ थोरै केही लिन्छु होला, आई थिङ्क लिन्छु जस्तो लाग्यो। अनि मैले पनि अलिअलि सपिङ गर्नुपर्ने थियो, अलिअलि सपिङ गरेँ। तर मैले गरेको सपिङ चाहिँ अब क्लिप छुट्यो रहेछ। अब के गर्नु, क्यामेराम्यान नै आफू परेपछि गाह्रो छ नि हौ, मलाई पनि गाह्रो छ। यो चाहिँ कस्तो राम्रो थियो क्या। यो चाहिँ बहिनीले, म एक्लै यता चाहिँ छिरेको, उतापट्टि दिदी र बहिनी चाहिँ सामानहरू हेर्दै हुनुहुन्थ्यो नि त। अनि बहिनीलाई यो भिडियो देखाएको, कस्तो राम्रो, मैले त देखिनँ त भनिरहेको थियो क्या। अनि मेरो पछि पो हिँड्नुपर्छ त यस्तो देख्नुको लागि त भनेर भने। कस्तो राम्रो क्यान्डल क्या टक्कसँग। अनि यो चाहिँ
सेन्टसहितको हुन्छ, पर्फ्युमसहितको हुन्छ क्यान्डल। कस्तो राम्रो राम्रो बिना अल्कोहलको। यो चाहिँ कस्तो राम्रो क्या फेरि सजाउने। यो चाहिँ यो पनि देखाएको बहिनीलाई, वाह कस्तो राम्रो हो भनिरहेको थियो। त्यसपछि हामी उता मेकअपको सामानहरू अलिअलि लिनुपर्ने थियो। हामी चाहिँ त्यता छिर्यौँ, त्यहाँबाट अलिक सामानहरू अलिअलि लिएर अनि यहाँ चाहिँ अफरमा हालिरहेको रहेछ क्या इयरिङ्सहरू कस्तो राम्रो राम्रो। तर मलाई त्यति राम्रो चाहिँ लागेन, ठिकै। अनि त्यहाँ चाहिँ ब्यागमा झुन्डाउने चाबी बहिनीले चाहिँ टोपी लिन्छु भन्नु। कस्तो देख्यो? राम्रो देख्यो। एकेडी गरेँ। हामीले चाहिँ सपिङ गरिसक्यौँ अनि फेरि अब रुम आउने बेलामा त चाउमिन मोमो त खानै पर्ने हुन्छ। अनि फेरि बहिनीले चाहिँ हामी त्यहाँ होटलमा यता रुममा ल्याउनुको लागि साथीहरूले रुममा ल्याइदिनु भनेर अर्डर गरेको थियो नि त। अनि त्यहाँ अर्डर दिनु गएको, फेरि बहिनीले चाहिँ यो खाऊँ भनेर, त्यति भनेपछि त नखाने कुरै हुँदैन। अनि यो जुस चाहिँ हामीले यो जुस खाएर यति नै भन्न चाहन्छु। यो चाहिँ दिउँसोको फोटोहरू हो। थ्याङ्क यू फर वाचिङ भन्न चाहन्छु। ओके बाई बाई सबैजनालाई।